घटनामा डीजेका चालक डीजेका साउ हामीसँग हुनुहुन्छ र उहाँ नै हुनुहुन्छ। उहाँ नै डीजे लिएर त्यो दिन मन्दिर जानुभएको थियो। उहाँसँगै हामी केही कुरा बुझ्छौँ। त्यो दिन के भएको थियो सर्टकटमा मलाई बताउनुहोस्। सर के भयो कि हम डीजे रे पहिना लपकाडियामा गए मतलब सटियम कह सके छन भाई मोबाइल बंद रहो। वो तो डीजे ला गेलिए काली मंदिर लगेलिए ओकर बाद आशे साहब से पूछलिए कि हमें डीजे लाके 7 बजे मंदिर बजेबे। मंदिर बजा के हमारे 5टा गाना हल्का साउंड बजा के पहले कह देने रहे हल्का साउंड बजावले हल्का साउंड डीजे बाजे रहे। आशे साहब से हम पूछे गया रही आशे साहब पूछे गया लिए मंदिर लगेलिए 10-15 गोटे मात्रे रहे मथा टेकल गेलिए। ओकर बाद ओत भेला हेतिए ओकर बाद उतने में आबि के आक्रमण करे लागले और विपक्ष मुस्लिम वगैरह जते भी 15-20-50 गोटे आबि के सब चीज हमरा के मारे थोड़ा लागले। सब जते अचानक ही मारे लागल। अचानक आवे लागले। डीजे अहीं के है हमर डीजे रे सब चीज फोड़ फाड़ के। नाम यहाँ के हमर पवन यादव। उहाँ पवन यादव हुनुहुन्छ। डीजेको व्यवसाय पनि गर्नुहुन्छ र डीजे मात्रै मन्दिरमा होइन उहाँको डीजे कहाँ कहाँ बज्छ थाहा छ? मोहरममा पनि उहाँकै मोहरममा म नै दिएको थियो साउन्ड सिस्टम उहाँको। सबै 5 वर्षदेखि म नै दिइराखेको छु उनीहरूलाई पनि। अनि उनीहरूले मेरो कपार फोड्न आएको थियो। म त बचेर कसरी गाडीमा घुसेँ र सबै चिज फोडिदियो। तै पनि गाडी लिएर म भागेँ। मेयर साहबमा घरमा राखेर उताबाट म हल्ला गर्दै तपाईँहरूको छोरालाई मार्दैछ भनेर उताबाट आउँदै तुरन्तै पुलिस आयो। तुरन्त आयो र 2 मिनट पनि भएन पुलिस आउँदाखेरि गोली चल्न थाल्यो। पुलिस आएको 2 मिनटमा पनि यो सबै के योजनाबद्ध लाग्छ? योजना लाइन पनि कट्दै थियो। लाइन तपाईको दाइ चाहिँ तपाईले जो बचाउन आयो। मेरो घरमा सबैलाई थाहा लाग्यो कि पवनलाई नै मारिदियो र गोली पनि मारिदियो। त्यहाँ पुरा त्यहाँ सबै जनता आउनुभयो उता पवनलाई मरिहाल्यो भनेर दाइ आएर कुरा गर्न थाल्यो। उतैमा गोली मारिदियो मेरो दाइलाई पनि। दाइ यहाँ निरो हस्पिटलमा हुनुहुन्छ। यो अहिले हामी निरोमा छौँ र घाइतेका आफन्तहरूसँग कुरा गर्छौँ। उहाँ तपाईको छोरा घाइते हुनुहुन्छ। अहाँके बेटा के गोली लागल? हमर बेटा गोली। की नाम है? नरेश मेहता। अखनी के है अवस्था? अवस्था त फेर लागले अथी में भेन्टिलेटरबाट फेरि भेन्टिलेटरमा लग्यो। ए फेरि अहिले त्यो तपाईकै छोराको त्यो पेटबाट त्यो निस्किएको भन्छ है? अहिले कस्तो छ अवस्था? किनभने सामाजिक सञ्जालहरूमा आइरहेको छ एकजनाको होइन 2 जनाको त्यो भयो। अहिलेसम्म कुराकानी भयो छोरासँग? बातचित भेल बेटासँग? की कहल? उ तखनी किना भेले रे कथी कहने रे अंतिम बेर बात है किना? हमें कहली जे केना छौ त करके मुड़ी इलाके। की काम करे यहाँ के बेटा? पढ़ित रहे पहले? पढ़ित रहे कथी में पढ़ित रहे? 11 में। और हिजो होइन तपाईको यहाँ आउनुहोस् त। के नाम हो तपाईको? मेरो नाम दीपक यादव।